पीपल सलाम वालेकुम राधे राधे। तो कैसे हैं आप लोग? आफ्टर लङ टाइम नो सी, धेरै पछि ब्लग आउँदैछ मेरो हैन। आज अब बिस्तारै एक्लै लाग्दैछु आफ्नो गन्तव्यतिर है। यो चाहिँ हाम्रो बस्ने क्याम्प हो। अब के गर्नु, गरिब दुखीहरुको यस्तै हुन्छ है। स्टे ट्युन। अब आज यसो हल्का मन्दिरतिर जाउँ कि भन्ने सोच आएर बिहान बिहान टक्क उठेर फ्रेस भएर एक्लै लाग्दैछु है। साथी त कोही छैन, के गर्नु। खाँचो त अब जीवन साथी हो, अब और आफै बुझूँ है बिस्तारै। तो कैसे आप लोग? रास्ते में जा रहा था, हमारा एक भाई मिल गया इधर। हाँ भाई, कैसे हो? सब ठीक है? Not good. सब ठीक है ना? All is well. अब टक्क बस स्ट्यान्डतिर जाँदैछु। त्यसपछि त्यहाँबाट स्टेसन, फेरि त्यहाँबाट फेरि स्टेसन ओर्लेर फेरि बस चढेर फेरि हिँड्दै जानुपर्छ है। म चाहिँ अहिलेसम्म गएको छैन त्यहाँ। एकदम भित्र खै के पाप, धेरै पाप गरे जस्तो लाग्यो मलाई हैन। एकदम मन पोलेर आएछ, त्यही भएर मन शान्त गर्नको लागि जान लागेर म चाहिँ हैन एक्लै भए पनि चल्दिउँ भनेर बिहान टक्क उठेर जाँदैछु है। सबैजनाले साथ सपोर्ट गरिदिनु होला है। भेट्दै गरौँला नि है। म पनि जाने। तिमी जाने? हारा गफ दियो फेरि। हामी चाहिँ यता सोनापुरतिर हो है। अब हालत त अलि सोनापुरको एकदम बिल्कुल खराबै छ है। यस्तो छ। युएले ब्यान गर्दैला चिक्न। किन ब्यान हान्ने? ब्यान हान्दैन नि। सोनापुरको बुराइ गर्छ चिक्न नि के। एकदम राम्रो छ सोनापुर, हाम्रो भने एकदम बेस्ट। तर गर्दैन त्यति साह्रो त यार। रोशनले एउटा भिडियो बनाएको थियो, किचनको त्यसको भिडियो ब्यान गर्दै थियो। अब के भन्छ रे, गरेर त मैले एकचोटि त पानी परेको बेलामा पुरै डुबान भएको थियो नि त। त्यो मेरो पनि वार्निङ आएको थियो नि। मैले दुइटा हान्दै भने युट्युबबाटै हटाइदिएको, उसबाटै हटाइदिएको मैले। अनि टिकटकबाटै हटाइदिएको। यस्तै छ जिन्दगी। अब भाइलाई भोक लाग्यो भनेर फेरि ग्रोसरी गरेर क्रोसन खानु पऱ्यो भन्दा घाँसलाई क्रोसन किनेर आइयो होइन। अब फेरि मन्दिरमा खाएर जाने कुरो भएर तेरो एक्लै जाँदैछु। के छ दादा, ठिक छ नि होइन? अब जिन्दगी यस्तै छ केटाहरू होइन, के गर्नु। यो ठाउँमा चाहिँ हाम्रो राज सरको बर्थडे मनाएको याद आउँछ यो बाटो हिँड्यो भने चाहिँ मलाई होइन। अब भाइ चाहिँ अगाडिबाट छुट्टिन्छ बाहिर, हामी होइन त भाइ? तिमी आबुधाबी जाने होइन? ल राम्रोसित जाऊ, बेस्ट अफ लक है। राम्रोसित इन्टरभ्यू दिनु, नाच्दिनु है। त्यस्तै हो, अब जिन्दगी मर्ने केही छैन। ढुक्क भन्छ भगवान भरोसा है त। बेलुका भेटौँला रुममा है त। त्यसपछि आफ्नो गन्तव्य एक्लै लागिन्छ। भाइ त्यहाँबाट ट्याक्सी चढेर जान्छ, म बस चढेर जान्छु। हुने खाने र हुँदा खानेमा यस्तै फरक पर्छ, के गर्नु हजुर। गाह्रो छ है त। फाइनली हामी चाहिँ स्टेसन आइपुग्यौँ होइन। अब भाइ चाहिँ यहाँबाट छुट्टिन्छ है। ल बाई त कामसित दिनु, बेस्ट अफ लक है। बेलुका रुममा भेटौँला है त। ल गयो ल। अब आफ्नो चाहिँ पकाउँदिनँ म, बनाउँदिनँ म। मन्दिर गएर मान्छे मासु बनाउँछ भने कस्तो कुरो गरे होला, पेटमा पैसा हाल अनि। अब चाहिँ आफू यहाँबाट एक्लै लागिन्छ। अब स्टेसनतिर जानु पऱ्यो, बस स्टेसनमा। त्यसपछि बस चढेर लाग्नु पऱ्यो। बस चढ्ने ठाउँसम्म आइसकेँ। अब यहाँ पुग्नु पऱ्यो बस वेटिङमा, अनि त्यसपछि लाग्नु पऱ्यो। म चाहिँ बसबाट ओर्लिएँ अब होइन। बस चाहिँ लास्ट प्याक थियो कि, खुट्टा टेक्ने ठाउँ पनि थिएन, खुट्टा टेक्ने ठाउँ पनि थिएन। हाम्रो उता नेपालमा हुँदाखेरि नागडुङ्गा दार्जिलिङ भन्दा चाहिँ खानकोट यता हुन्थ्यो नि, यता गुरुझालाबाट मास्तिर जाने, माथा पुग्दै जाने, मच्छीका जाने, त्यस्तै भयो थियो कि बस त पुरै प्याक। अब यहाँबाट म के भन्छ अल्बिलेको बस स्टेसन ओर्लेर त्यसपछि अगाडि बोल्दैछु। यस्तो अलि मान्छे धेरै बोल्न लाग्छ मलाई, के गरेर हिँड्दा होला जस्तो लाग्छ होइन। तर अब के भन्नु, यस्तै छ आफ्नो कथा, आफ्नो व्यथा आफैलाई थाहा छ है।
काठमाडौँ पैसा हुन्छ ल्याउनु सपोर्ट गर्नु पर्ला छुट्ला भनेर हप्ता भिडियो बनाएन चढिहालेँ म चाहिँ The final destination of this train is will depart from platform 2. सिट चढ्दै जानु पर्ला आज एक्सर्साइज हुन्छ नि पढ्ने हिसाबले अब यहाँबाट फेरि 15-20 मिनट हिँड्नुपर्छ होला सायद जहाँसम्म मलाई लाग्छ मैले फेरि लोकेसन हेर्ने बिर्सेछु हिजो बेलुका त हेरेको थिएँ मैले लोकेसन होइन तर अहिले चाहिँ हेरेको छैन अहिले हेर्नु पर्ला लोकेसन अस्ति मित्रले यो बाटो हिँड्न फेरि भुँडी गर्छ एक्सर्साइज गर्नु पर्दैन भनेर भन्दै थियो आज हिँड्दै होला साथी यो चाहिँ तिम्रो लागि ल तिमीले भन्यो तिम्रो यत्रो भिडियो यो सिँढी चढ्दैछु म ब्याक क्यामेरा अन गरेर देखाउँछु क्या थाक्यो ध्यान मात्र नि सब सिँढी चढेर राख्यो स्किम कि टु वुडन स्किम भएर चाहिँ मलाई वानबाटै मुस्किल जानुको लाग्छ मलाई चाहिँ मायाले त्यो के जाऊ त्यो के भन्नु है त्यतिको चढेको थाक्यो त म त बुढो अब लास्ट गर्मी होला यार गर्मीले ल्याङ हान्ने हो साथीहरू हुन्छ नि यार म त थाकिदिएँ त्यहीँबाट हिँड चढ्दाखेरि नि यति चढ्दा थाकिसकेँ म अझै 15-20 मिनट हिँड्नु चाहिँ कसरी पुग्ला जस्तो भइसक्यो मलाई त यार अहिले लास्ट घाम होला अब दिमाग खराब होला जस्तो छ हौ आज यार कसलाई सुन्दै काँदाखेरि होला त म यहाँ पागल जस्तो भौतारिनु पर्ला जस्तो आज दिनभरि गाह्रो छ साथीहरू गाह्रो छ यार अब एकपल्ट म्यापै हेर्नु पर्ला जस्तो छ म्याप हेर्नु पऱ्यो है म्याप हेरेर टक्क चलिदिनु पर्ला लाग्छ गाह्रो छ साथीभाइहरू मोबाइलमा नेट नचल्दा दिमाग खराब भयो यार लोकेसन घुमेको भएर अब जाँदैछु म चाहिँ होइन हिँड्दै लाग्दा भ्याक्सिन लाग्दो रहेछ के भ्याक्सिनमा गएर नि यार यसो बरु हिँड्दै गफ गर्दै नै हुन्छ भनेर हिँड्दैछु है अनि के गर्नु अनि साथीहरू को हुनुहुन्छ त नि अनि के भन्छ अरे दुबई गएको 6 महिनापछि त्यहाँकै युरोप एप्लाई गरिन्छ कम्पनीले पासपोर्ट दिन्छ कम्पनीले 6 महिनापछि पासपोर्ट दिन्छ अनि टक्कै युरोप हालेर युरोप जाने सपना देखेर नेपालदेखि आउनुभएका को हुनुहुन्छ त नि मनी पर्छ त मध्ये एउटा है अब कसैलाई एजेन्सीहरूले डुबायो होला कसै एप्लाई गर्दै हुनुहुन्छ होला कोही आफू काम गरिरहेको कम्पनीले डुबाइरहेको छ होला होइन है मलाई चाहिँ यही कम्पनीले धोका दिएको होइन के गर्नु साथी र म वहाँ दुबईबाट नेपालबाट अब साथी जे सिक्यो दुबई जाम त्यसपछि 6 महिना जति कम्पनीमा मान्छेले काम गर्नु त्यसपछि 6 महिनापछि कम्पनीले पासपोर्ट दिनु मिलिहाल्छ त्यसपछि 6 महिनापछि दुबई एप्लाई गर्नुलाई अलिअलि पैसा भइहाल्छ साथी अनि अलिकति ब्याक सपोर्ट नि अब यता काम गरेर हुन्छ यता एप्लाई नि गरेर हुन्छ भनेर ट्याक्क लाएर हिँडेको है यहाँसित कम्पनीले खुल्लुक्क
फिलित्त पारिदियो ठिकनी न यताको न उताको बनाइदियो कि गाह्रो छ के भन्नु हो कता कता सुनायो भने टुक्नी है फिलित्त भयो हुन चाहिँ होइन अब आएकै अब 2 वर्ष हुन लागिसक्यो अहिलेसम्म केही गर्न सकिएको छैन यार राइट अब चाहिँ कम्पनी चेन्ज गर्नुपर्छ यार यसरी बसेर चाहिँ हुँदैन भन्ने सोचमा छु यसो राम्रो खाले केही कतै जबको केही छ भने खबर गर्नु होला है म आउने छु लास्ट गरौँ भयो यार के बित्ति काम हो यार छ्या 9 बजिसक्यो पनि यो 9 त बजाइन ल दुबई गएर यो गर्छु ऊ गर्छु यहाँ आउँ भनेर आइयो नि आउनु त के गर्नु लास्टमा केही गर्न सकिएन फेरि त बनाइदियो कम्पनीले तर अहिले त अब चाहिँ हुन्छ नि जसरी भयो नि मन बुझाउनु पर्ने रहेछ कि होइन मनको घावै त रुँदा पनि दुख्छ नरुँदा पनि दुख्छ शीतल शीतल ठाउँबाट हिँड्न लागेको छु म चाहिँ कालो भइसक्यो यार लोकेसन हेरेर म चाहिँ मन्दिरतिर आइपुगेँ चाहिँ अब लामो भएर पार्ट 1 पार्ट 2 पार्ट 3 गरेर आउने भयो है सबैजनाले सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु है त हस् त धन्यवाद राधे राधे